गुड मर्निङ सबैजनालाई गुड मर्निङ मुस्ताङ हामी चाहिँ यता मुस्ताङमा छ होइन अब चाहिँ हामी मुक्तिनाथको दर्शन गर्न जान लाग्छौँ झोलाभरि कपडा बोकेको छु त्यहाँ सायद नुहाउन सक्यो भने नुहाउँछु भनेर तर नसक्ला जस्तो चाहिँ एकदम चिसो छ है सकेसम्म नुहाउनुपर्छ भनेर कपडा बोकेको छ हामी चाहिँ मुक्तिनाथको वरिपरि नै छौँ हिजो हामी जान सकेनौँ त्यही भएर साथीहरूको बिरामी भयो तर अहिले चाहिँ हामी जान लागिरहेको छौँ मुस्ताङमा यहाँ सबैजना यस्तो छ मुस्ताङको भ्यू चाहिँ हामी चाहिँ हिमालको पहाडको छेउमा छ तर यसलाई चाहिँ उनीहरू चाहिँ लेक बेसी भनिरहेछ अब हामी चाहिँ लेकमा जान लागेको हाम्रो दिदी दुइटा अगाडि हुनुहुन्छ सबैजना गाडीमा गइसक्नुभयो मम्मी चाहिँ अलि ढिलो भयो कराएर हामीलाई पिस गरेर सबैले अलिकति उकालो चढ्नै नसक्ने पानी कहिले नपर्नमा यत्रो कुलो आइरहेछ हुनुहुन्छ सबैजना गाडी हेलो गुड मर्निङ गुरुबा हेलो हेलो मुस्ताङ हिमालको त फेदमा छ हामी गाडी छ यस्तो दाइ चाहिँ बिचार हामीलाई बिहानदेखि कराएर दाइ हामी ढिलो भएको होइन त हामी अलि ढिलो भयो साथीहरुले कराएर मानिसक्यो हुन्छ गाडीभित्र हामी चाहिँ हामीलाई ढिलो भयो भनेर कराइरहनु भएको छ उहाँ दाइले चाहिँ सबैजना रिसाउनु भएको छ रिसाइरहनु साथीहरू हामी चाहिँ पार्किङ गर्ने ठाउँमा आइपुग्यो होइन पार्किङ गर्नुपर्ने ठाउँमा हामीले गाडीबाट ओर्लिसक्यो यस्तो चिसो भइरहेको छ यो ठाउँमा है हामी साथीहरू यतातिर छ हामी सबैजना बसिरहेको छौँ अब उकालो छ अरे 10-15-20 मिनटको उकालो चढ्नुपर्छ अरे कोही चाहिँ घोडामा जाने भन्नुभएको छ नसक्ने जति चाहिँ कोहीले सक्ने जति हिँड्ने भन्नुभयो तर म चाहिँ के गर्ने होला म चाहिँ सक्छु जस्तो लागेर चाहिँ दिदीहरूलाई चाहिँ गन्थन गरिरहनु भएको छ कोही गाडीमा जाने के अरे गाडीबाट ओर्ल्यो हेलो अनि यहाँबाट माथि गाडी जाँदैन अब हिँडेर जानुपर्छ मन्दिर दर्शन गर्नलाई उकालो कति छ उकालो ठिकै छ तपाईँ गइसक्नु भयो पहिला छैन मैले पहिलोचोटि उकालो सुरु हो तपाईँ पनि ए घोडा पनि पाइन्छ अरे जानलाई यहाँबाट मन्दिरमा त्यत्रो दर्शन गर्ने भनेर गएर त के घोडालाई पाप बोकाउनु है पाप लाग्छ नि हामीलाई हिँडेरै जाने बरु 20 मिनट भएको ठाउँमा 40 मिनट होस् आले दिदाजी पार्किङ यस्तो नाना सन्जो दाजु राख्मा सन्जो आधा नि तपाईँको जम्मन बिरामी सक्दैन के कोपी पर्दैन त्यसमा चिसोमा विमान भयो तपाईँको निजमा त्यो काम कम त सिम्बल हो हामीलाई पुग्नु पर्दैन लगर हो बकाइ दर्पणमा आउँदैन मेरो आफ्नै च्यानलमा आउँछ यस्तो छ बकाइ दर्पण नहाल्नै हो यो भाइले यस्तो छ हिमा
खै त दिदीहरू कहाँ जानुभयो है? हिमाल 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 पहाडमा एकदम पहाडमा आइपुग्दो रहेछ है भगवान्। हिमालहरू यत्रो गाडी पार्किङ। हजुर हजुर सरासर जाने हो। उता डाँडाहरू पनि कट्नुपर्छ। त्यही हिमाल देखिरहेको चाहिँ हिउँ देखिरहेको चाहिँ कट्नुपर्छ। यस्तो छ है साथीहरू। फाइनल हामी चाहिँ अब मुक्तिनाथको दर्शन गर्न जान्छौँ। विष्णु भगवानको भगवानले साथ दिनुहुन्छ हामीलाई उकालो चढ्न। यस्तो छ है साथीहरू मुक्तिनाथ जाने बाटो। यहाँ सबै गाडी पार्किङ गर्नुभयो। सबैजना हिँडेर आउँदै हुनुहुन्छ। हामी पनि हिँड्दैछु। यो दुईजना अगाडि हिँड्दै हुनुहुन्छ। म चाहिँ अलिक पछि छु। घोडामा चढ्ने साथीहरूले घोडाको पनि व्यवस्था छ यहाँ। यत्रो घोडाहरू। घोडा यहाँनिर नि घोडाहरू सब घोडाकै मुक्तिनाथ जानको लागि नसक्ने मान्छेहरूले घोडामा लाने काम गर्नु हुँदैछ। कोही फर्किनु भइसक्यो कुनैहरू। हामी चाहिँ जाँदैछु। घोडावाला दाइहरू हिँड्नु म नि आउँदैछु। घोडा दाइ रे यस्तो छ है हिँड्छौँ। हामीलाई लट्ठी चाहिँदैछ है टेक्नलाई। हेलो हिँडेर जान सक्छ नि? अगाडि र पछाडि भयो कि साथी आउनुहुन्छ? छैन हामी भेट्यो पछाडि ए आउनुहुन्छ त्यहाँनिर आउँदै हुनुहुन्छ। सासो भयो है बिस्तारै सासो भयो। बिस्तारै पाइला गनी हिँड्नु भने क्ल जस्तो हो दिदी कि घोडामा जाने? नचट्ने पाप बोकाउनु छैन होइन? ल हेर्नु हिमाल हिउँ टोयलेट गर्न हामी चाहिँ हिँड्दैछौँ है। माथि पुगिसक्यो। बिस्तारै हिँड्नुपर्छ र नभए लेख लाग्छ अरे है। त्यही भएर हामी चाहिँ बिस्तारै हिँड्दैछु। पाइला गर्ने हिँड्नु भने हामीलाई घोडा यसरी चढेर जानुहुन्छ उहाँहरू चाहिँ। मन्दिर त्यहाँ पाउँदैन होला त मन्दिर पूजा गर्ने सामान। साह्रै थकाइ लाग्यो त। के गर्ने होला? मुक्तिनाथ आइपुग्नु लाग्यो। अब छैन 5 मिनट जतिमा पुगिहाल्छ। हो 20 मिनट आधी घन्टा उहाँले आधी घन्टा लाग्छ। टोलीहरू कता पुग्यो? केमा आउँदाखेरि चाहिँ मामा? कहाँ कुन खर्च? 48 सालमा उयो ठ्याक्क त्यो घामको सिधा गल्ली त्यहाँबाट जानुपर्छ। उता पनि जान्छ त्यो बाटो हो। ट्रेकिङ त्यतिखेर मामा तपाईँ ट्रेकिङ गर्नु 27 दिन हिँडे। कति साल पछि आउनुभयो नि? 48 सालमा आएको यहाँ। त्यहाँदेखि आउनु भएको छैन? 81 सालको लास्टमा आइपुग्यो। 48 सालदेखि 81 सालको लास्टमा मामा आउनु भएको ठाउँ चाहिँ यो रे साथीहरू। हिँडेर 27 दिन
मलाई त कस्तो आकाश र त्यो हिमाल त सँगसँगै जस्तो लागिसक्यो अब त। सबैजना गइसकेको रहेछ, पछाडि कोही कोही मात्रै छ। त्यो अशोक भाइहरू बच्चु भाइहरू त गइसक्यो अघि नै। त्यो हरिचन्द्र दाइ नि मैले देखाएको थिएँ दौडेर गएको। नदौडिनु भने बिस्तारै पाइला गरेर हिँड्नु भन्नुभयो है दिदी। फेरि हतार किन गर्ने, जसरी नि पुगेर आउनु छ। यो ठाउँ चाहिँ हामी चाहिँ कहिले नआएको ठाउँ, जस्ट भाग्यले आइपुग्यो भन्नुपर्छ। है मामा त्यसो भन्नुपर्छ। हामी चाहिँ अब आज कति 5 दिन भयो मामा, 5 दिन भयो है। 6 दिनको दिन मात्र घर पुग्छ होला। आज भोलि मात्रै पुग्छ अरे हामी घर, किनभने नयाँ वर्षको दिनमा घर पुग्ने भयो। त्यो पनि साँझ कतिखेर हो मामा, मार्ने भयो। अब यो गाडीले अलिकति धोका दियो हामीलाई, त्यही हो, अरू त केही नै भएन। अलिकति गाडीको समस्याले गर्दा हामी ढिलो भयो। साथीहरू भयो नि, घरि उकालो घरि ओह्रालो जानुपर्ने रहेछ। है मर्ने भइसक्यो, उकालो धाउँदै मर्ने भइसक्यो। यहाँनिरको शेर्पाहरूले भोटेहरूले बिस्तारी हिँड्नु है, तपाईँहरू लेख लाग्छ भन्नुहुन्छ। फेरि हामीलाई बिस्तारी हिँड्नुपर्छ अरे, यहाँनिर लेख लाग्छ अरे। हिजो नि त्यहाँ चाइना बोर्डरमा नि त्यही चाइनिजहरूले नि नेपाली कुरा बोल्दै हुन्थ्यो, त्यही भनिरहनु भएको थियो। यहाँ धेरै बेर बस्नु हुँदैन, हावा चल्छ, लेख लाग्छ भन्दै हुनुहुन्थ्यो। यतातिर चाहिँ हामी तराईको मान्छे, लेख लाग्छ अरे हामीलाई। बाइक पनि आउँदो रहेछ त। मान्छे कम त आइराखेन। मनाङ मुस्ताङ भन्ने ठाउँ चाहिँ फिल्मतिर मात्रै सुन्थ्यो हामी, पहिला देख्थ्यो होइन। अहिले चाहिँ हामी स्वयं आइपुग्यो, सपनाम जस्तै लाग्छ घर त मलाई। कहिले बाजे बजे कोही पनि नआइपुग्यो ठाउँमा नै आइपुग्यो। एकदम भाग्यमानी जस्तो लाग्छ आफूलाई। घरि त यस्तो छ कि यो ठाउँमा हरियो पर्यो भने केही छैन, 12 मास पानी पनि पर्दैन रे। खेतीपाती अन्डाबाली केही हुँदैन यहाँको मान्छेहरूलाई चाहिँ, किनेर खाएको भरमै। त्यही भएर एकदम महँगी रहेछ यो ठाउँ चाहिँ किन्नलाई। त्यो घोडा चढ्नलाई 400 रुपियाँ चार्ज घोडाको। 400 घोडालाई तिरेर घोडालाई पाप बोकाउनुभन्दा आफू यत्तिकै सुई आराम गरी हिँड्छु भनेर हामी चाहिँ हिँडेको छौँ है। तीर्थ धाउन आएको मान्छे किन यो घोडालाई पाप गर्नु, धर्म गर्नु भनेर आएको मान्छे भन्छ। घोडामा बिचार आधी बाटो आएर सक्नु भएन, चढ्नु भयो घोडामा चाहिँ हिँड्छु। यस्तो पनि बोक्नु हुँदो रहेछ बिचारा आमालाई, छोराहरूले होइन यहाँकै स्थानीयहरू, यहीँको मान्छेहरू है, समितिको मान्छेहरू। यस्तो पनि समितिकोहरू हुन्छ अरे। यहाँको स्थानीयहरूले चाहिँ कार्पेटमा बोक्दो रहेछ। मैले छोरा चाहिँहरूले म आमाहरूले तिर्को धराउनलाई ल्याएको हो क्या अरे भन्दा त मामा, यहाँको मान्छेहरूले त्यसरी बोक्नु हुँदो रहेछ कार्पेटमा। त्यही खान दिन्छ यिनीहरूलाई नि। हाम्रो सर पनि घोडा चढ्नु भयो रहेछ। हेर खिच्नै पाएन सर आउनु भयो रहेछ। बुढो मान्छे पूजाको सामानहरू लानु भन्नुभएको छ। सबै हुन्छ नि। हामी तिनीहरू हिँड्न नसक्ने अवस्थामा छ। हामी चाहिँ हिँडिरहेको छौँ। हामी चाहिँ अहिलेसम्म नि पुगेको छैन। 20-25 मिनट भइसक्यो हिँडेको, कहिले पुग्दैन त बा। सामान
यस्तो छ मुक्तिनाथ बजार र यो चाहिँ मुक्तिनाथ बजार न बजार हुनु भोटाले मान्छे पुऱ्याएर फर्किसक्नु भयो हामी यहीँ छौँ यो चाहिँ मुक्तिनाथको बजार है साथीहरू अबि अबि हिलो छ फेरि यस्तो किसिम मुक्तिनाथ बजार रे यो त्यो भर्याङ भएकोमा जाने हो हामी अब चाहिँ पुग्यो अब चाहिँ हामी पुग्न लागेको छ साथी अब भर्याङ चढ्नु पर्ने छ ए साथीहरू हामी चाहिँ बल्ल बल्ल मुक्तिनाथ जाने यो मन्दिर छिर्ने के अरे यो गेटमा आइपुग्यो है साथीहरू फेरि यहाँ छ मुक्तिनाथको मन्दिरको गेट वेलकम टु मुक्तिनाथ भनेर लेखेर हामीलाई वेलकम गरिरहेको छ यहाँनिर यही हो मन्दिर जाने गेट चाहिँ जय विष्णु भगवान् भर्याङ यो चाहिँ भर्याङ सिँढी चढ्नु पर्यो हेलो स्या भयो होइन बिस्तारै बिस्तारै पाइला गनी हिँड्नु है साथीहरू उफ्रिनु पर्ने ए धर्मगुरु त्यो जब जम्छ नि हातहरू त्यो गर्नुपर्छ जम हातहरू खुट्टाहरू त्यो जम भयो भने एकदम गर्नुपर्छ है ल अनि एकदम रगत सञ्चालन छ तातो हुन्छ जाडो लाग्यो था भन्यो भने एउटा मान्छे कक्रिन्छ हस् गुरुबा हस् धन्यवाद सुन्नुभयो मामा गुरुबाको कुरा दिदीले पनि सुन्नुभयो नि दिदी ल मार्नु छिटो मार्नु दुईजना मिलेर तपाईँ खुट्टा झमझम गरेर हेर्नु उफ्रिनु त्यहाँ मामुले हिँड्नुपर्छ तपाईँहरू हामी त सरहरू पछाडि हुनुहुन्छ होला भने अगाडि नै हुनुहुन्छ होला भने त पछाडि हुनु रहेछ खै त म्याडम कता जानुभयो हेलो आउनुभयो हामी त तपाईँहरू अगाडि जानु भइसक्यो अरे भने हामी मात्रै पछि परेको अरे भने तपाईँहरू नि रहेछ नि त हो ल सबैजना लास्टमा रहेछ है हामी मात्रै हो क्या अरे भने त मुक्तिनाथ प्रवेश भयो है साथीहरू मन्दिर प्रवेश भयो अब चाहिँ यता मन्दिरको सिँढी दिदी आउनु ए सबजना पछाडि रहेछ नि त हामीभन्दा के भयो उकालो चढ्न सक्यो नि तपाईँहरू हामी त घोडा जस्तो दुईजना मान्छे बोकेर नि चढ्न सक्दैन यो सर पनि नहुने कुरा गर्नुहुन्छ जतिखेर मामा हात मार्नु भएको रोन्जे फोटो खिच्यो दलसँग ग्याङ तिनी पनि रोन्जे ग्याङ फोटो खिच्यो आले कट्टा तिलमा नि हेजान खिच्यो गान्दान चुङ हाउ खिच्दिन आसुङनी पनि आउने छे तुङ या है बिहानमा त छे त बा हात छिराएर मार्नु भा कार्पेटमा पहिला बेहुली बोक्थ्यो है मामा हामी सबैजना अगाडि जानुभयो हामीलाई छोड्नुभयो भनेर हामी मात्रै पछाडि हो क्या अरे भनेर हामी त बिस्तारै यसै ढिलो उसै ढिलो बिस्तारै आएर अझै उहाँ रहेछ है कहिले पुग्नु उहाँसम्म आमामा कहिले पुग्नु आधी भयो ठ्याक्कै ल अहिले चाहिँ आधी बाटो त जान्दैन आधी हजुर हेलो यहाँबाट खिच्छ आधी बाटो त कि चुबारेन हातले मान्छे बोकेर दौड्यो भने चाहिँ पूजा सामान पर्ने ए यहाँनिर साथीहरू बसेर आइपुग्यो गेटमा यहाँनिर चाहिँ यस्तो छ है भिड तल हामी बेसीमा बसेको थियो होइन होटल भएको ठाउँमा त्यहाँबाट 1000 किलोमिटर माथि हाइटमा रह्यो हामी 1000 किलोमिटर हाइटमा आयो माथि हाइटमा आयो हामी चाहिँ यस्तो रहेछ साथीहरू ठाउँ
बल्ल बल्ल आयो भगवान् ला आउनुहोस् 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 वेलकम छ मुक्तिनाथ मन्दिरमा हजुरहरूलाई आउनुहोस् आउनुहोस् विष्णु भगवानको दर्शन गर्न आउनुहोस् 1000 किलो आओ आओ तिमीहरू सबैजना ल बल्ल गेटमा आइपुग्यो 1000 किलोमिटर माथि हाइटमा आइपुग्यो हामी चाहिँ हिँडेर यस्तो रहेछ है सक्सेस भयो विष्णु भगवानले हामीलाई सक्सेस बनायो यहाँ छ मन्दिरको गेट अझ यहाँबाट नै यो गेट कटेर नि 5-10 मिनट हिँड्नुपर्छ अरे साथीहरू है हामी चाहिँ यहाँनिर दिदी पूजाको सामान कहाँ किन्ने हजुर पूजा सामान कहाँ किन्ने हामी यहीँ किन्ने हो कसरी हो पूजाको सामान 250 प्रसाद सरसाद पनि किन्यो प्रसाद खै दिदी हाम्रो प्रसाद सरसाद ल्यायो हामी 3 जनाकै अनि रमाइलो भएको छ प्रसाद लिएर आएको छ हामी 1000 रुपियाँको प्रसाद किनेको छ हामी 3 जनाले आफ्नो आफ्नै किन्ने भनेर दिदीहरू बिक्री भएन हामी आइपुग्यो बल्ल बल्ल 1 घन्टै भयो हामीलाई त मर्ने भयो नि मर्दैन भगवान विष्णु भएको ठाउँमा आएको कहाँ मर्छ हामी म त मै हो नि त हिउँ रहेछ अब हिजो हिउँ खेल्न पाएन आज खेल्नुपर्छ उता गएर उता छ हिउँ उतै हिउँ खेल्ने हो मुस्ताङमा आएर हिउँ खेल्यो भने बेजेत भइहाल्छ नि हिउँ भित्र हिउँ पुरै हिउँ छ ढुङ्गा यसरी राख्नुपर्छ दिदी ढुङ्गा यसरी ढुङ्गा यस्तो गर्नुपर्छ र क्या हामीले नि अहिले आउने बेला गर्ने सबै यो मान्छेहरूले गरेको त हो नि ढुङ्गा ए सबै पुग्न लाग्यो है पुग्न लाग्यो के भन्छ 1 करोड दीप आयो ल प्रकाश सपुत अस्ति आउनु भएको भने होइन टाँसिसक्नु भएको रहेछ समाजसेवी यस्तो ठाउँ छ रमाइलो हजुर अरे 1 करोड 200 लाख प्रकाश भुजेलले रे हिउँ पक्लेको पानी हेर्नु त्यहाँ हिउँ पक्लेको कत्रो खोला आएको हिउँको आयो हामी चाहिँ मन्दिर क्षेत्रमा मन्दिरभित्र जय विष्णु भगवान विष्णु भगवानलाई सम्झिनु रे उहाँ अघि त्यहाँ त्यसो भनिरहनु भएको माया पिलाउने ठाउँमा विष्णु भगवान बजाउनु आइपुग्यो है साथीहरू आइपुग्यो हामी आइपुग्यो मुक्तिनाथ मन्दिर विष्णु भगवानको दर्शन गर्न आइपुग्यो हामी चाहिँ सर नमस्कार कस्तो फिल भयो त तपाईँलाई उकालो चढ्दा उकालो चढ्दा जस राम्रै छ फिल अलि कोही साथीहरू तपाईँ एक्लै
साथी सब छोड्नुभयो क्या अलिक गाह्रो भइरहेछ मलाई हो जोस् राम्रै छ ल राम्रो हुनुपर्छ विष्णु गर्नुहुन्छ हामीलाई चाहिँ यस्तो प्याक रहेछ है कसरी पूजा गर्ने होला अब मुक्तिनाथ मन्दिर खोइ को हो खोजिराखे हामी चाहिँ लाइनमा छौँ है अहिले चाहिँ हामी लाइनमा छौँ यही हो लाइन हो तपाईँ चाहिँ पूजा नगर्ने हो मामा दर्शन गर्ने मान्छे नुहाउने ठाउँ चाहिँ त्यहाँ रहेछ है साथीहरू मुक्तिनाथ धारा 108 धारा नुहाउने ठाउँ चाहिँ यहाँ यस्तो छ लाइन यत्रो लाइनको पछाडि चाहिँ हामी अझै कहिले हो हो त्यसमा गर्ने के बरु बिस्तार छुनी मात्रै अलिअलि मात्रै सक्दै हतार नगर्नु हो थाकिसक्यो मान्छे अब बिस्तार बिस्तार है बिस्तार है बिस्तार सम्म हातमा सम्म त्यहाँ अब यसलाई सम्म भने क्या हातमा सम्म भने ल बाबा ल बाबा
मारवाडी पनि लगाउँदै रहेछ हजुर केटा मान्छे सबैजना नौलो रहेछ सबैजना हामी पनि मार्छ है लाइन नहुने जति यता लाइन बुझ्नु हुन्छ यसरी 108 नुहाउने भगवान् विष्णु भगवानको मन्दिर है मुक्तिनारायण भगवान् मन्दिर यहाँ त सबैजना भगवानको मन्दिर हो त्यतिर सबैजना बिचरा हाम्रो मामा चाहिँ हाम्रो झोलाहरू बोक्नु भएको छ यहाँ जुत्ता चप्पल यहाँ पुताले राख्नुपर्ने रहेछ है साथीहरू हामी पुताले भएको छ हामी चाहिँ मन्दिरभित्र प्रवेश गऱ्यो है साथीहरू हामी चाहिँ पूजासुजा गरेर सक्यो है खुट्टा चिसोले झन्डै मरेन हामी चाहिँ अब निस्क्यो है मन्दिरबाट निस्क्यो यहाँनिर मन्दिरमा यो ठाउँमा यो मन पाइँदैन रहेछ है मोबाइल यो भित्र उता गेटबाटै भित्र लान दिँदैन रहेछ त्यही भएर हामीले पूजा गरेको भिडियोहरू चाहिँ खिच्न पाएन साथीहरू हामीले पूजासुजा गरेर मुक्तिनाथ भगवानको दर्शन गरेर अब हामी चाहिँ फर्किन्छौँ सबैजना यहाँनिर नुहाउने मान्छेहरू सबैजना यतातिर छ है अब फाइनली साथीहरू अब हामी चाहिँ फर्किन्छौँ साथीहरू पनि कागजमा कतै भइगयो साथीहरू खोज्नु पऱ्यो साथीहरूसँग सबै ग्रुपमा फोटो खिच्नु पऱ्यो अनि त्यही भएर हामी चाहिँ अब फर्किन्छौँ त्यो चाहिँ प्रसाद दिँदै हुनुहुन्छ हामीलाई मामा बिचरा मामा मेरो मामासँग भरियो नै भयो यो चाहिँ मुक्तिनाथको 108वटा धारा है साथीहरू यो चाहिँ मुक्तिनाथको 108वटा धारा हेब्डी यो चाहिँ मुक्तिनाथको 108वटा धारा साथीहरू फाइनली अब हामी चाहिँ घर फर्क्यो है अघि हाम्रो पानी नुहाउन चाहिँ नुहाएन हामी पानी यतिकै छम्काएको छु नुहाउन सकेन एकदम ठन्डा छ हामी अलिक कमजोरी छ भनेर हामीले नुहाउन सकेन यस्तो छ है दिदीहरू दौडिनु भयो यो चाहिँ 108वटा धारा है मुक्तिनाथको धारा हामी चाहिँ अब मुक्तिनाथ विष्णु भगवान्लाई दर्शन गरेर पनि बाई बाई गरेर हामी निस्किन लाग्यो अब चाहिँ यहाँ साथीहरूले यता फोन गरेर मार्नलाई चाहिँ छिटो आउनु यतापट्टि भनेर त्यही भएर हामी चाहिँ निस्किरहेछु है ठाउँमा कुनै ठाउँमा भिडियो खिच्न पाएन राम्रो के बजाइरहेको छ त्यही भएर मैले भिडियो पनि दिएको छैन अब चाहिँ हामी फर्क्यौँ बाई बाई मुक्तिनाथ है दिदी आउन यहाँ हजुर ल अब हामी मुक्तिनाथ मन्दिरलाई जान्छौँ हामी भनिदिनु पर्यो आउनु न हौ साथीहरू त बाई 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 ओइ सर मिला दिदी बाई बाई गर्नु बाई बाई मुक्तिनाथ अब हामी चाहिँ फेरि यहाँनिर हिउँ खेल्न जाने भनेर हिउँ भएको ठाउँमा चढ्दैछु दिदीलाई कहाँ गयो दिदी एक्लै एक्लै कब गएको त ए अहिले लड्ला है साथी को बाटोमा अलि होस पुऱ्याएर हिँड्नु साथीहरू कस्तो छ हिउँ ओसेट फेरि रोक्ने होइन त रोकिदिएको फेरि उता हिउँ खेल्नु न उता वाउ साथीहरू हिउँ हेर्नुहोस् यहाँ यो चाहिँ मुस्ताङको मुक्तिनाथ हामी 8:30 बजीतिर आइपुगेको थियौँ वाउ हेर्नु साथीहरू यस्तो जाडोमा पनि हिउँ खेलिरहनु भएको छ यस्तो मजाले
फाइनली साथीहरू हामी चाहिँ अब मुक्तिनाथ मन्दिर उहाँ दर्शन गरेर ल ल ल जम्दी आउनु अब साथी नछोड्नु न है त्यहाँ समाइदिनु मामाले सामान भएको बुर्दिले साथीहरू हामी चाहिँ व्यस्त अब भिडियो खिच्नु परिहाल्यो तपाईँहरू सबैलाई भिडियो चाहिने अनि म भिडियो बनाउनु पऱ्यो नि धाइ मामा उहाँ बुद्ध भगवान्को मूर्ति रहेछ हामी चाहिँ त्यहाँ जाँदैछ यो चाहिँ पाहाडमा है साथीहरू पाहाडमा यो मुक्तिनाथको माथिको पाहाड यो हामी चाहिँ यता पाहाडतिर छौँ यहाँ चाहिँ पार्क जस्तो रहेछ है यहाँ चाहिँ घुम्ने ठाउँ अनि त्यही भएर हामी चाहिँ यता आएको छौँ ओके अच्छा है सबैजना उहाँ आफ्नो आफ्नो पारामा फोटो खिच्दै हुनुहुन्छ साथीहरू है ओहो कस्तो चिसो यत्रो घाम लागिरहेको ठाउँमा नै चिसो छ है फेरि उहाँपट्टि गएछु भयो दिदीहरू म जान्छु कस्तो छ हाँस आउँदैछु म नि म यहाँ अलिकति पछाडिको भिडियोहरू पनि खिचौँ भनेर यतातिर बसिरह हो यहाँ जाँदा नि हुँदैन रहेछ है साथीहरू यो चाहिँ पार्क जस्तो रहेछ यहाँ चाहिँ घुम्ने ठाउँ बुद्ध भगवान् ओइ बुद्ध भगवान् घुम्नु न कहाँ सुई जानु भयो मामाले ओम माने प्रेम घुम्रे साथीहरू दिदीहरू चाहिँ त्यहाँ के गन्थन गर्नुभयो हो ए कराइरहेको छ दर्शन गर्न पनि आउनु त्यत्रो टाढोबाट नि मान्छे करायो भनेर नदर्शनै नगरिकन फर्किनु त हामी हजुर धारा त्यहाँनिर नि धारा रहेछ त धारा 1 2 3 4 5 6 7 8 9 10 11 धारा रहेछ हेलो 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 ओ यहाँ चाहिँ ओहो 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 टिकटक टोलीहरू हेलो टिकटक टोलीहरू उहाँ टिकटक बनाइरहनु भयो दिदीहरू चाहिँ यता मैले टिकटक बनाएन है अहिले चाहिँ किनभने यहाँ मैले चाहिँ अलिकति भिडियो खिच्नु भन्ने भिडियो खिच्नुमा व्यस्त भयो मैले भिडियो सिडियो पनि के अरे टिकटक बनाएन साथीहरू यहाँ छ म हेलो भान्जी चाहिँ दिदीको भान्जी अब मेरो नि भान्जी टोलीहरू टिकटक कतिको बनायो है हजुरहरूलाई नि मुक्तिनाथ दर्शन गर्न आउनु चाहनुहुन्छ भने आउन सक्नुहुन्छ एकदम रमाइलो ठाउँ रहेछ ठाउँहरू छ हिमा बुद्ध भगवान् हजुर फाइन हामी चाहिँ यहाँनिर फोटो अलिकति भिडियो यो भानीको खिच्नेर भनेर खिचिरहेको होइन उहाँ साथीहरूलाई हामीलाई सर्ट गराएर केही छैन खालि खिच्दा पानी फोटोहरू छिटो आउनु हामीलाई यो भान्जीको खिचिदिने भनेर खिचेको तपाईँको क्यामेरा राम्रो आउँदैछ मेरो खिचिदिनु नि भनेर मैले खिचेको झन्डै मारेन हामीलाई कराएर साथीहरू सबले यस्तो भ्युज पाहाडको भ्युज चाहिँ यो है साथी यस्ता छ हाम्रो नेपालमा नि यस्तो ठाउँ रहेछ भन्ने कुरा चाहिँ अहिले चाहिँ पक्का भयो म आउँदैछु मामाले कराइसक्यो हामी रहेछ यो घुम्ने चाहिँ ल भ्युज ल मुस्ताङको भ्युज मुस्ताङको भ्युजहरू कति दामी छ सम्झना बिर्सना अब आउने कहिले हो थाहा छैन साथीभाइहरू राम्रोसँग
निगालेर हेर्नु होला यहाँ भित्र हजुर अनु म्याम तपाईँको भिडियो मैले युट्युबमा हालिदिन्छु हेर्नु होला ल हाम्रो सर र म्याडमलाई नि मेरो भिडियोमा स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा जय मुक्तिनाथ भगवान हामी चाहिँ अब बिस्तारै त्यहाँनिर हजुर युवराजको ठाउँमा भाइरल छ सर यो चाहिँ मेरो यसो रमाइलो मात्रै हो यो चाहिँ मेरो ठाउँ हो मुक्तिनाथ चाहिँ मेरो ठाउँ हो त्यहाँनिर मामा अघि हामीले त्यो बत्ती निलो बत्ती बल्ने ठाउँ खोजेको मन्दिर चाहिँ के अरे मन्दिर रे त्यही त त्यहाँ भेट्दैन है पहिला चाहिँ बल्थ्यो अरे हामीले त्यहाँनिर चाहिँ खोजेको बलेन कहाँ हो बल्ने ठाउँमै थाहा नै भएन भित्रतिर सबै हेरेको थाहै भएन हामीलाई चाहिँ साथीहरू कहाँ पुगिसक्यो को कहाँ छ थाहै छैन ल ढुङ्गा राख्नुपर्छ अरे यसरी ढुङ्गा म पर्यो ढुङ्गा मिलाएर एक मेरो त म त राम्रो खालको बनाउँछु मेरो दुई यस्तो राख्नुपर्छ साथीहरू 3 स्टेप है 3 स्टेप खोइ त यहाँ छ 4 स्टेप भत्काएर बनाउँछु फेरि भविष्यमा कस्तो के हुने हो यहाँ मेरो छोरा छोरीले कमाएसी राम्रो बनाउला यस्तै गरी मिलाइ भनेको त कहाँ टाटा र पेटो भएर यो लु खोइ त ढुङ्गा त बस्ने हो खोइ त के भयो फेरि हजुर तपाईँहरू पनि बनाउनु है भविष्यको घर बनाउनु सर र म्याडम सँगै आउनु भएको छ सँगै बनाउँदा नि भएको खोइ आमा काँडाले मऱ्यो मेरो सल त 1 2 3 4 स्टेपको यो समेत 5 मेरो चाहिँ 6 7 राख्दिउँ 7 यस्तो चाहिँ राख्नुपर्छ अरे भएजनाले यस्तो राख्नुहुँदो रहेछ त्यही भएर हामीले नि राखेको तर यसको अर्थ चाहिँ के हो मलाई नि थाहा छैन सबैले राख्नु भएको भन्नु भन्न बसेर बनाएको छु मरे ल हामी निस्केको है साथीहरू अब हामी यहाँबाट आज जोमसोम पुग्छ होला सायद त्यहाँबाट उतै पुग्छ होला हामी पोखराको बास हुन्छ होला आज हामी भोलि मात्रै घर पुग्छौँ रक्षा गरून् भगवान् विष्णु रक्षा गरून् मेरो भगवान् विष्णुले मेरो रक्षा गरून् सोचेको आँटेको काम सबै पुरा हुन् जय विष्णु भगवान् जय भगवान् जय विष्णु भगवान् जय विष्णु भगवान् घुमायो भोटिनीले घुमायो अबे मामाले नि घुमाइरहनु भएको रहेछ घुमाएर नि सक्यो यस्तो ठाउँमा नि पुगेर आयो है सपना नि नसोचेको ठाउँमा पुग्यो एकदम खुसी लागिरहेछ भयो हे भगवान् पहाड त पहाड लास्टै पहाड रहेछ लास्टै
ल निस्क्यो हामी हजुर होटल हामी चाहिँ अब तिनाथबाट हामी फर्क्यो है साथीहरू अब हामी चाहिँ फर्क्यो हामी सिडी झर्दै जानु पर्यो अब हजुर के गर्नु पर्दैन हिँड्नु न दिदी के गर्नु पर्दैन कि उही हामी चाहिँ अब सिडी ओर्ल्यो हाम्रो गाडी वहाँ छ अब हामी अझै 1 घन्टा हिँड्नुपर्छ त्यही भएर हामी 1 घन्टा हिँड्नुपर्छ अझै हाम्रो गाडी तल छ पार्किङ गरेर राखेको अब हामी चाहिँ गयो है साथीहरू अब एकैचोटि अर्को भिडियोमा भेट्छु बाई बाई